हेलो एभ्रिवान। अब आज चाहिँ लङ टाइम धेरै पछि है बल्ल एउटा हाइकिङ वान डे हाइक चाहिँ हामी जानेवाला छौँ। सो जानेवाला छौँ भन्दा नि हिँडिसकेका छौँ। अहिले चाहिँ लगभग हामी आज चाहिँ हामी चन्द्रगिरी जान लागेको हो। सो चन्द्रगिरीको हामी हाफ बिच बाटोमा चाहिँ हिँड्दैछौँ है त। बाटो चाहिँ अब ट्रेल कहाँ कहाँ पुग्छ थाहा छैन, तर अहिले चाहिँ हामी अहिले बिच बाटोमा हिँड्दैछौँ है त। सो अब त्योबाट चाहिँ रोडबाट अलिकति अगाडि आएपछि यस्तो सिँढीवाला बाटो भेटेका छौँ र अब हामी चाहिँ सिँढी बाटो माथि चढ्दैछौँ है त। कहाँसम्म भनेको फेरि यहाँ रोड आइपुगिहाल्दो रहेछ, सर्टकट टाइपको यस्तो खाजा खाने ठाउँहरू बेला बिचमै अहिलेसम्म चाहिँ छ है। धेरै भएको छैन, हामी थानकोट ओर्लेर चन्द्रगिरी केबल कारको छेउबाट हिँडेको धेरै भएको छैन है त। सो अब यहाँनिर आइपुगेपछि ठ्याक्क आइपुगेपछि चाहिँ अब यहाँनिर यस्तो ठाउँ छ। यताबाट आए पछाडि अब यहाँनिरबाट चाहिँ एउटा सानो बोर्ड राखेको छ है। यहाँनिर यहाँ भ्याकेन्सी तपाईँहरूले बोर्ड देख्न सक्नुहुन्छ। यहाँनिर थानकोट देउराली पैताल मार्ग भन्ने छ। सो यहाँबाट अब हाम्रो पैताल यात्रा सुरु भएको छ। अब कहाँसम्म हो त्यो पनि हेरौँ हेर्छु है त। फेरि रोड आइपुग्नु पनि सक्छ। सो कहाँसम्म हो यहाँबाट चाहिँ अब बाटो त राम्रै रहेछ है, तर कहाँसम्मको लागि चाहिँ छ त्यो चाहिँ हेर्नुपर्छ। अब चाहिँ जङ्गलै छिरे जस्तो यस्तो छ है त बाटो चाहिँ। सो बाटो चाहिँ यस्तो छ। यसरी बाटो चाहिँ राम्रै बनाइदिएर रहेछ है। अब चाहिँ पर्फेक्ट छ है। अलिकति वन्यजन्तुहरूको चाहिँ अलिकति डर हो, एनिमलहरूको, तर केही पनि छैन, ठिक छ। एक्लै चाहिँ नहिँड्नु होला। सिजन चाहिँ सुरु भइसकेको छ है त, हाइकिङ सिजन सुरु भइसकेको छ। सो तपाईँहरू पनि अब हाइक जान चाहनुहुन्छ भने चाहिँ प्लिज रिकमेन्डेड है त। सो बाटोहरू चाहिँ यस्तो उकालो छ है, सिधै यस्तो डाइरेक्ट उकालो छ। यहाँ रोड निस्किन लाग्यो जस्तो हो कि पारिवारी हो। यताबाट यस्तो छ बाटो चाहिँ, यहाँ पारी छ जस्तो रोड। यतापट्टि जङ्गलै छ, डेन्जर यस्तो जङ्गल छ। बाटो नि यस्तो छ है त। सो अब त्यताबाट नबिराइकन बाटो हिँड्दैछ। सो यहाँनिर एउटा ट्याङ्की हो कि प्रतीक्षालय हो के हो यो, यस्तो आउँदो रहेछ। योबाट नै हामीले फेरि नछुटाइकन जानुपर्छ है सिधै। यस्तो ट्रेलै जस्तो छ, टक्क राम्रो छ। मजाले आरामले हिँड्नु होला है त। सो बाटो चाहिँ यस्तरी पिच गर्न रेडी भइरहेछ। यस्तो छ है, यस्तो छ भ्यूहरू चाहिँ। खासै काठमाडौँ देख्ला जस्तो छैन, माथि गयो नि यताबाट नि यस्तो छ है त। बाटो सिँढी कहाँसम्म हो, सिँढी बनाएर छ, राम्रो रहेछ। सो अब यहाँबाट चाहिँ यो ढलान गरे बाटो पनि सकिएछ। अब चाहिँ अफ यस्तो रातो माटोहरू छ, चिप्लो माटोहरू। बिस्तारै आरामले हिँड्नुपर्छ, पुगिन्छ आनन्दसँगले पुग्न त। अहिले भरे आउँदाखेरि आउनु सक्यो भने सकिहाल्यो, सकेन भने केबल कारमा फर्किनु पर्ने हुन्छ है त। सो अब बाटो सके पछाडिको हालत चाहिँ यस्तो छ है त। यस्तो बाटोहरू छ है, तर त्यस्तो बाटै नभए चाहिँ होइन, ठिकै छ। हिँड्दाखेरि एकदम हालत यस्तो छ है, पसिनै घाम लागेको छैन। यस्तो जङ्गल छ है, वरिपरि यस्तो छ, डेन्जर छ बाटो नि। त्यस्तो अप्ठ्यारो त होइन है, ठिकै छ। तर एउटा स्टिक ट्रेकरले हामी एक डाँडा माथि आइपुगेछौँ ल। काठमाडौँ भ्यालीलाई यसरी निहाल्न सकिन्छ, यस्तो छ अवस्था। यता रोडहरू यता यस्तो अवस्थामा छ है। काठमाडौँ भ्याली चाहिँ यता छ है। तर यहाँ काठमाडौँ होइन, यो त थानकोट है।
यहाँ थानकोटबाट हामी माथि लगाएर यहाँ आइपुग्यो है त ल। अब भने फेरि भट्टाहरू यस्तो बाटो छ है, यस्तो बाटो उकालो हिँड्दैछ है त ल। कति पछाडि लालीगुराँस देखेको त्यो ऊ त्यहाँ फुल्या ए। अब बाटो पनि यस्तो ढलानवाला आयो फेरि माथि आएपछि चाहिँ यस्तो बाटो सिधै छ है फेरि एकदम। सो अब ठ्याक्कै हामी यहाँ हाइक गर्दा गर्दा चाहिँ अब कहाँ आइपुग्यो भन्छ ठ्याक्कै रोड आइपुग्यो। यस्तो खतरा ठाउँ आइपुग्यो, यस्तो डेन्जर बनाएर छ, गाडीहरू नि आउँदैछ यस्तो छ है। ओ माई गड के हो पहरा त यस्तो छ है त। सो यहाँ आइपुग्यो है, यो चाहिँ लेक साइड सिम्पलिङ होटेल मार्कु सिम्लाङ मकवानपुर आइपुग्यो है। अब यहाँनिर के छ, यहाँनिर चाहिँ थाहा नगरपालिका अरे। अब यहाँबाट छुट्टै नगरपालिका छुट्यो भनेपछि 10 नम्बरमा पर्ने रहेछ नि त भेडा फार्महरू है, चितलाङहरू सबै यस्तो रहेछ है त ल। यहाँ ठ्याक्कै देउराली आए पछाडि चाहिँ यहाँ माथि रिसोर्टहरू खाजा घरहरू यताउता रहेछ है त, टन्नै रहेछ। अब यताबाट फेरि यताबाट माथि जानुपर्छ महादेवको लागि जान चाहिँ ल। अब जाऊँ है त। यहाँनिर अहिले स्काई कलिङ यो ऊ पनि भनिरहेछ, प्याराग्लाइडिङ पनि है। अब चाहिँ त्यो बाटोबाट यताबाट रोडै रोड जाने हो, अनि कहाँसम्म रोडै रोड जानुपर्छ। त्यस पछाडि म फेरि भन्छु तपाईँहरूलाई कहाँबाट कहाँ जानुपर्छ भनेर। तर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। रेगुलर माथि चन्द्रगिरीसम्मको हामी सब फन के हुन्छ त्यहाँ माथि मन्दिरहरू सब देखाउँछु है त। तपाईँहरू अब त्यो रोटै रोड सिधा आए पछाडि चाहिँ एउटा टर्निङ घुमेर जाने र यता एउटा यस्तो कति बाटो जाने हुन्छ, यो कति बाटो आउनु होला सिधा हुन्छ है। आनन्दले बिस्तारै हतार नगरिकन मजाले आउनुहोस्। यहाँबाट त मान्छे हुन्छ अलिअलि। अब हिँड्दा हिँड्दा चाहिँ हामी यहाँ के भन्ने ठाउँमा आइपुगेको नि म हेर्छु, यस्तो यहाँ अटो नै आउँदो रहेछ, अटो पनि ल्याएको छ बोकेरै ल्याउनु पर्छ होला अटोलाई। यसरी आएर चाहिँ अब कहाँसम्म पुग्छ हेरौँ है त। सो अब यहाँ ठ्याक्कै यो चेक पोइन्ट रहेछ, यो यहाँबाट चाहिँ यता माथि माथि जानुपर्ने रहेछ है त यताबाट। यहाँ चाहिँ अब जङ्गली जनावरको आक्रमणदेखि सावधान भनेर यहाँ एउटा बोर्ड राखेको छ। डर त तलबाटै हो, यहाँ त अब केही छैन जस्तो भइसक्यो, मेन त तल हो है। ल हिँड्दैछौँ अब, गाह्रो बाटो हेर्ने कस्तो छ हट, लाज लाग्छ हौ यस्तो छ सिधै सिधा तेर्सो तेर्सो त्यस्तो क्यामेरा एङ्गलबाट। तर कहाँ हुन्छ तेर्सो, त्यहाँ मान्छे देखाएको छ त देखाइ छैन त्यस्तो छ ल। हट स्याहाँ भइसक्यो है, अझै 15-20 मिनट लाग्छ। फाइनली अब चाहिँ केवल कार स्टेसन आइपुग्यो है त हामी ल। यहाँनिर चहल पहलै धेरै भइसक्यो अब चाहिँ राम हट यतिको छ। अनि फाइनली ल भालेश्वर महादेव इन्ट्री भइसक्यो। कति चाबीहरू हेर्नुहोस् कस्तो सानो सानो टक्क टक्क लेखेको दामी छ ल। यताबाट जिप लाइन पनि छ, यहाँ साइक्लिङहरू स्काई साइक्लिङहरू है, मन्दिरहरू यहाँ माथि। फाइनल्ली आइपुग्यो है त ल। सो फाइनल्ली गाइस अहिले चाहिँ हामी ठ्याक्कै यहाँनिर आइपुगिसकेका छौँ है। ल हेर्नुहोस् तपाईँहरू एज यु क्यान सी गाइस यति प्याक छ है। आज शनिबारको दिन भएर होला वाइल्ड धेरै भिड छ, यस्तो भिड छ हेर्नुहोस् ल। तपाईँहरू हेर्नु सक्नुहुन्छ है। सो गाइस टिकासिकाहरू सबै भयो है। अब यहाँ सब भइसक्यो, टिकाहरू भइसक्यो। अब चाहिँ हामी निस्किन लगाइरहेछौँ है। सो केवलका दाइलाई पनि देखाइदिउँ। चन्द्रगिरीबाट देख्ने चाहिँ काठमाडौँको भिउ चाहिँ यस्तो छ है त, यस्तो देखिन्छ। अहिले त यो
लागेर तुम्हारो जस्तो पुरै फर्मा छ यस्तो छ नभए यो पारिवारिक हिमालहरू बबाल बबाल देख्थ्यो यस्तो छ है त भ्यूहरू त पृथ्वीनारायण शाह श्रीपाद महाधिराज तपाईँहरू देख्न सक्नुहुन्छ है के भयो यहाँबाट काठमाडौँको भ्यूहरू या हिमालहरू दामी देख्थ्यो हेर्दा अहिले ब्लड किनभने अहिले यो सिजनै होइन नि त यस्तो छ है त सो अब सबै पूजासुजा भयो यता सब भयो अब चाहिँ हामी ब्याक टु रिटर्न हुनु लागेको अब भोलि केमा गइन्छ थाहा छैन सो अब चाहिँ तलसम्म जाउँ है त सो अहिले चाहिँ हामी ठ्याक्कै नागढुङ्गा यहाँ सुरुङ मार्गनेर छौँ भट्टाबाट यसरी काम भइरहेछ है यो तलबाट चाहिँ सुरुङ मार्ग छ अहिले चाहिँ हामी माथि छौँ कामहरू चाहिँ पुरै भट्टाबाट भइरहेको छ है त ल यस्तो छ सो सुरुङ मार्गको चाहिँ यहाँ रेडी रहेछ पोजिसनमा छ है